गुड मर्निङ अथवा नमस्ते। म चाहिँ बिहानी आज गाडीमा बसेर आज डाइरेक्ट गाडीमा बसेर भ्लग गर्दैछु। त्यसको लागि म माथि जान्छु। हिजो उसको लागि चाहिँ मैले चाहिँ नेताको बारेमा भन्दै थिएँ, त्यसको बारेमा भन्न गइरहेको छु। हाम्रो नेपालतिर कस्तो हुन्छ भने चाहिँ राजनीतितिर ध्यान दिने होइन, मतलब ध्यान दिने भन्नाले तराईतिर हरेक काठमाडौँतिर ध्यान दिने, पाहाडका इलाका मतलब भन्न क्या मतलब अस्ति हुम्लामा हिम पहिरो खसेर हिमतालबाट मान्छेको विपदा भएछ क्या। उहाँ नेताले अहिलेसम्म यो हेलिकप्टर पनि पठाएको छैन क्या। मतलब एउटा चाहिँ भोट माग्दाखेरि हेलिकप्टर कहिले एउटा जान्छन् क्या यस्तो दुर्गम ठाउँमा। अहिले गाडी किन गएर त्यतिर म भन्न चाहन्छु क्या। यो आरके छेत्री, हजुरहरूले लाइक कमेन्ट चाहिँ सब्सक्राइब गर्नुलाई के अरे म हरेक कुराको जानकारी र वातावरणको लागि म इन्डियाको हरेक सन्तुलनको लागि म हजुरलाई जानकारी दिइदिएको गर्छु। म हरेक कुरामा पर्फेक्ट रहेको छु। त्यसले गर्दा म कारणले गर्दा आज सबैले हजुरले लाइक कमेन्ट सब्सक्राइब गर्नुलाई म आज गाडीमा बस्दै आज मेरो फर्स्ट सेकेन्ड थर्ड कि फोर्थ भिडियो बनाउँदैछु। आज म यहाँ छैन दुईवटा म लास्ट थर्ड सर्ट भिडियो आउँछ के अरे हजुर लाइक कमेन्ट। अनि के भन्दा अति ज्ञानेन्द्र साईले डाइरेक्ट ठुक्क गरे कि कानमा के लाग्यो ह्या गरे आँखामा रतन लाग्यो ह्या देख्न सक्दो भन्ने कुरा गरिरहेका थिए होइन। अनि त्यो कारणले गर्दा पनि हो यो भिडियो प्रधानमन्त्री पुगोस् होइन। हरेक देशमा होइन कस्तो विकास भएछ, विकसित भएछ हाम्रो नेपालमा। हेर गाउँतिर त्यस्तै छ, सहरतिर भएर हुन्न नि त। हरेक देशको त्यतिकै स्वतन्त्र देश गरे। हरेक देशमा कानुन राम्रो भएपछि हुन्छ क्या। प्रधानमन्त्री 2084मा बन्ने चाहले चान्स दिनुपर्छ। अनि के भन्दा हामी पनि आउन सक्छौँ कि राजनीतिकमा भन्न चाहन्छु म होइन। अरू कुरा गर्दाखेरि राजा ल्याउने कुरा नगर कि राजा पनि उस्तै हुन्, नेता पनि उस्तै हुन्। सिर्फ एक मान्छे व्यक्ति राम्रो हुनुपर्छ क्या। राजाले के पुरा छुमन्त्र गरेर देश गर्ने होइनन्, छुमन्त्र गरेर देश विकास गर्ने होइनन्। त्यसैले गर्दा देश बनाउनको लागि एउटा मान्छे हुनुपर्छ, राम्रो मान्छे हुनुपर्छ। बिस्तारै उत्तराखण्डको पुरै भ्यू देखाउँछु हजुरहरूलाई भन्न चाहन्छु मैले। हजुरहरूलाई एउटा कुरा थाहै होला, हामीलाई त हजुरको जरुरत पर्छ। कारण के हो भने हजुरले हेरेपछि, हजुरले लाइक कमेन्ट सब्सक्राइब गरेपछि हामीलाई हौसला बढ्छ, बनाउने चाहना हुन्छ। त्यसले गर्दा लाइक गर्नु होला, कमेन्ट गर्नु, सब्सक्राइब गर्नु होला। अब लामो भिडियो भेटौँला के अरे।